कौशी खेती भिजिट हुँदैछ। यो चाहिँ एउटा मात्र फुल एकछिन। अनि यहाँ गोदावरी फुल छ 2टा है। अनि त्यसपछि अर्को फुल चाहिँ यहाँ यस्तै मजाले फुलेको छ। कति राम्रो छ फुल है। सानो छ पोट चाहिँ गमलामा। अनि यो फुल छ, यो फुलहरू चाहिँ छाँट्न बाँकी नै छ, मिलाउन बाँकी छ। यसरी टिप्न मिल्छ। भ्याएकै छैन अफिस जाँदाहरू सबैजना अफिस। अनि यो फुल पनि कति राम्रो फुल छ है। यो सबै गोड्न बाँकी छ फुलहरू पनि। अनि फेरि अर्को यहाँ रोज छ, कति राम्रो रोज। त्यसपछि फेरि गोदावरी छ। अनि यहाँ अर्को फुल रोपेको छ। अनि हेर्नुहोस् त यहाँ कति राम्रो फुलेको, यस्तो राम्रो फुलेको छ है। अनि फेरि अर्को गोदावरी छ। यो गोदावरी चाहिँ कुन कुन हो, रातो, अब हरियो, कस्तो के फुल्छ। अब यो चाहिँ अर्को फुल, यसको चाहिँ गमला यत्रो छ। हामीले यो गरिरहेको छौँ है। अनि त्यसपछि यहाँ हेर्नुहोस् त ड्र्यागन 3टामा रोपेको छ, 4वटामा रोपेको छ यहाँनिर चाहिँ यस्तो छ। अनि यहाँ चाहिँ पेपेनोमेलन बोटमा छ। अनि फेरि यता पनि अर्को पेपेनोमेलन छ, मस्त फुल्दैछ। कति राम्रो फल लाग्छ भने। यता चाहिँ काँडे धनियाँ, हामी एभ्री डे अचार बनाउँदाखेरि काँडे धनियाँ हाल्छौँ। साह्रै राम्रो भएर आएको छ होला बेबो। अनि यहाँ चाहिँ हाम्रो फुल छ, कति राम्रोसँग फुलेको छ हेर्नुहोस् त। आहा, कति राम्रोसँग फुलेको छ फुल। सधैँ पूजा गर्दा हामी यो फुल चढाउँछौँ। यो फुलको त पात पनि खानुहुन्छ कि औषधि, सुगरको हो कि के को औषधि हुन्छ भन्छन् क्या अरे। अब यो फेरि हाम्रो अर्को गोदावरी है। यहाँनिर कति राम्रो कोपिला लाग्दैछ यसको। अब मस्त फुल्दैछ यो पनि। अनि त्यसपछि आएर हाम्रो कागती फल्दैछ। अनि कतै फुल्दैछ हेर्नुहोस् त। यो चाहिँ सानो कागती, हाम्रो सानो कागतीको बोट चाहिँ यस्तो छ। यहाँ के भन्छ यसको नाम, कर्कला छ। प्याजको पात छ। कर्कल्लो मात्र पकाउँदा पनि भयो होइन। अनि हेर्नुहोस् त बोट, कागतीको बोट यस्तो छ। यो सानो कागती हो है, यो सानो कागती हो। फेरि यता हेर्नुहोस् त, यी पेपेनोमेलन कति मजाले फलेको छ। फुल फुल्दै पनि छ अनि फल्दै पनि छ। यो पहिलो भएपछि खाने हो। यसको बट्टा चाहिँ यस्तो छ, यत्रो छ। यता पनि पेपेनोमेलन नै छ। खै यो चाहिँ अब अर्को सार्नु भयो जस्तो छ बुवाले। ल हेर्नुहोस्, यो एउटा कागतीको रुख भयो। अनि फेरि यता आएर छ अर्को कागतीको रुख है। अर्को कागती, यो चाहिँ ठुलो कागती भयो। यसरी फल्दैछ। ल हेर्नुहोस् त कति धेरै फलिरहेको छ। यो चाहिँ कागती। ल हेर्नुहोस् यहाँ फुल पनि फुल्दैछ, अझै पनि फुल फुल्दैछ। कागती यस्तो भइरहेको छ। अनि यसको फेदमा छ फेरि काँडे धनियाँ। हामीलाई काँडे धनियाँ जति खाए नि पुग्दैन कि, त्यो भएर हामीले सबै भाँडोमा अलिअलि रोपेको छौँ। अनि यो चाहिँ यस्तो छ यसको बोट है। यो अर्को कागती, त्यो अर्को कागती, यो अर्को कागती। अनि फेरि यता आएर छ फेरि ड्र्यागन फ्रुट छ। यसरी फैलिएको छ। ड्र्यागनको पनि फुल फुल्दैछ। हाँगा उता फैलिएको छ। ल हेर्नुहोस् फुल यस्तो मजाले फुलेको छ। अनि यता पनि फुल फुलिरहेको छ ड्र्यागन। हेर्नुहोस् यस्तो मजाले फुल फुलेको छ। अब यो हामीले अस्ति नै 2-3टा चाहिँ खाइसक्यौँ। यता पनि टन्नै छ ड्र्यागन। ल हाम्रोमा चाहिँ के भन्छ प्याजको पात, आलु, गोलभेडा हालेर खान्छौँ। साह्रै मिठो हुन्छ। यो प्याजको पात कहिले पनि टुट्दैन। अनि यता फर्सी छ है। फर्सीको मुन्टा भर्खरै मम्मीले टिपेर लग्नुभयो। अनि साग छ,
अहिले खानालाई यहाँ अर्को साग छ अनि फेरि फर्सी छ। फर्सी फुलिरहेको छ है, फुल्दैछ। हामीले टन्नै फर्सीको मुन्टा खाइसक्यौँ। यता पनि फुल्दैछ हेर्नुहोस् त। अर्को पनि फर्सीको मुन्टा अनि कर्कलो कति धेरै खान्छौँ हामीले, लास्टै मिठो हुन्छ। दालमा मिसाएर पकाउँदा पनि भयो। अनि खोर्सानी रोप्नु भएको थियो, यत्रो भएछ खुर्सानी। अनि अर्को खुर्सानी यहाँ यस्तो छ। यहाँ अलिअलि साग पनि हालिदिनु भएको छ। अर्को साग, यहाँ धनियाँ, एउटा बोट धनियाँ चाहिँ हाम्रोमा टुट्दैन कहिले पनि। अर्को साग यहाँ छ है। यहाँ फर्सीको मुन्टा अर्को। अनि यहाँ माथि चाहिँ खुर्सानी छ। यो चाहिँ डल्ले खुर्सानी हो कि यस्तो क्याप्सिकम हो थाहा छैन। कति मजाले हेर्नु त खुर्सानी फलेको। यहाँ फुल्दै पनि छ, यस्तो मजाले फल दिँदै पनि छ है। अनि ल हेर्नुहोस् त कति धेरै फुलेको खुर्सानीको, यस्तो मजाले फुल्दैछ है। ल कति मजाले फुल्दैछ है। अनि हाम्रो खुर्सानी पनि किन्नु पर्दैन अब, लगभग यस्तो छ। अनि यहाँ सानो भेन्टा रोप्नु भएको छ। अनि यहाँ सानो खुर्सानी, फेरि फर्सी अनि भेन्टा मजाले फलेको थियो। मैले धेरै टिपेर खाइसकेँ। भेन्टा यस्तो छ। अनि फेरि नयाँ भेन्टाको रुख यो चाहिँ यस्तो फुल्दैछ है, मस्त हेर्नु त फुल्दैछ। कस्तो मजाले भेन्टा फलेको छ। मैले धेरै टिपिसकेँ, हिजो अस्ति मात्रै टिपेँ। फेरि अब एक दुई दिनमा टिप्ने बेला हुन्छ। अनि फेरि कर्कलो यस्तो राम्रो भएको छ है। अनि यहाँ चिप्ले भिन्डी यति सानो रुख छ हेर्नु न, फल्न थालिसक्यो। फल लागिरहेको छ, देख्नुभयो यत्रो छ बोट चाहिँ, यत्रो बट्टामा। फेरि यहाँ फर्सी छ। अर्को चिप्ले भिन्डी यहाँ छ, कति सानो छ बोट चाहिँ तर फल्दैछ है। अर्को चिप्ले भिन्डी यहाँ छ, सानो छ बोट तर कस्तो मजाले फल्दैछ। फेरि अर्को चिप्ले भिन्डी यहाँ छ है। यो चाहिँ के रोप्नु भएको थाहा छैन। यत्रो खुर्सानीको रुख छ। अनि फेरि यहाँ चिप्ले भिन्डी छ। यहाँ के रोप्नु भयो मलाई आइडिया भएन, दाजुहरूले चिन्नुहुन्छ भने भन्नुहोस्। अनि यहाँ सिमी छ, हेर्नुहोस् त सिमीको रुख यत्रो भयो, यत्रो छ सिमी है। अब यो सिमी फल्छ बिस्तारै, फल्ने बेला हुँदैछ। फेरि हाम्रो यहाँ फर्सी यस्तो छ। यहाँ चिप्ले भिन्डी, सानो चिप्ले भिन्डी छ। यहाँ पनि सानो चिप्ले भिन्डी। अनि यहाँ गोलभेडा छ एउटा, यहाँबाट टन्नै गोलभेडा खायौँ। 2-3टा बोट चाहिँ बुवाले फालिदिनु भएको छ, एउटा मात्रै राख्नु भएको छ। बल्ल फुल्दैछ गोलभेडाको चाहिँ, फुल्दैछ। अनि यो सिमी, अर्को सिमी हेर्नुहोस् त यहाँ फुल्दैछ। ए कस्तो मजाले फुल्दैछ। ल हेर्नुहोस् सानो भट्टामा छ। अब यसलाई यो लहरा हालिदिनु भएको छ, माथि आउँछ बिस्तारै है। अनि यो चाहिँ बोडी, ल हेर्नुहोस् बोडी फुलेको हेर्नुहोस् त कति मजाले फुलेको छ। अब यो फल्ने बेला भयो। यो चाहिँ तने बोडी, आई थिङ्क तने बोडी हुनसक्छ। अनि यहाँ हेर्नुहोस् त सिमी, कति धेरै सिमी फलेको छ भने नि। ल हेर्नुहोस् अब यो सिमी लगभग हाम्रोमा एभ्रिडे जस्तो सिमी हुन्छ। सिमी खाइ नसक्नु फलेको छ है। ल हेर्नुहोस् त 4-5वटा बोट छ, यस्तै फलेको छ। ल हेर्नुहोस् सिमी है। अब यता नै अर्को सिमी छ, सिमी यस्तै फलेको छ हेर्नुहोस् त, फुल्दै पनि छ। अर्को बोट पनि छ यहाँ सिमी। फेरि अर्को पनि छ, सानो बोडी रोपिदिनु भएको छ। यो ठुलो हुँदैछ। यहाँ कुरिलो छ है, सानो हेर्नुहोस् त कुरिलो पनि रोपेको छौँ हामीले चाहिँ। अनि अर्को छ चिप्ले भिन्डी फल्दैछ। अर्को ल हेर्नुहोस् अर्को पनि सिमी छ यहाँनिर, कति धेरै फलेको छ हेर्नुहोस् त, नै सिमी छ। अनि अर्को यो चाहिँ लौका हेर्नुहोस् त कस्तो मजाले फुलेको छ।
दुईटा चाहिँ यहाँ उयो किन औषधि हाल्नु पर्यो होइन हेर्नुहोस् त कस्तो मजाले फुल्दैछ नि त्यहाँबाट देख्यो होइन ल हेर्नुहोस् त यो चाहिँ लौकाको बोट लौका यसको सानो छ जरा धेरै ठुलो त छैन माथिसम्म फुलेको छ यो यसरी फल्दैछ अब एकैछिन बढ्दो रहेछ फेरि यो पनि है यस्तो छ अर्को खुर्सानी छ यो चाहिँ मैले हिजो सिन्धुपाल्चोकबाट लिएर आएको यो सिम साग क्याङकुङ साग हो कि के भन्दो रहेछ यहाँ सार्दैन रहेछ यहाँ पनि छ यो अर्को अनि अर्को खुर्सानी यहाँ छ यो चाहिँ किन मैला आएछ पानी लगाएको कि यो यसो मजाले फलेको छ यहाँ खुर्सानी फेरि अर्को हेर्नुहोस् त फुल्दै पनि छ खुर्सानी है अनि छ यता हाम्रो घिरौली छ ल हेर्नुहोस् घिरौलोको रुख त्यहाँसम्म फैलिएको छ यहाँ आएर यस्तो मजाले फुलेको छ फलेको छ ल हेर्नुहोस् त घिरौलो यस्तो मजाले फलेको छ ल हेर्नुहोस् फुल्दैछ फल्दैछ है यस्तो मजाले फलेको छ आनन्द आउँछ छतमा आउँदाखेरि पनि चिप्लो लाग्दैछ फुल्दैछ उहाँ परसम्म फुलेको छ बोट है अनि हेर्नुहोस् त भेन्टा फलेको कस्तो मजाले फलेको छ भेन्टा पनि धेरै खाइसक्यौँ हामीले भेन्टा योपालि एकदमै धेरै खायौँ है अनि यहाँ यो घिरौलो भइहाल्यो यहाँ एक प्याज छ फेरि खुर्सानी छ यो चाहिँ यो साग यता पनि रोपिदिनु भएको रहेछ है यहाँ पनि छ है त्यही क्याङकुङ साग हो यहाँ साग छ यहाँ बोडी खुर्सानी यहाँ भेन्टा रोपिदिनु भएको छ है आउँदैछ धनियाँ है अलिअलि खानलाई धनियाँ चाहिँ टुट्दैन नि यो चाहिँ प्याज हो अनि यो चाहिँ के भन्छ छ्यापी आई थिङ्क छ्यापी हो यो है यस्तो मजाले छ अनि हाम्रो मिन्ट जुस खानलाई अचार बनाउनलाई एकदमै चाहिने मिन्ट छ त्यहाँ चाहिँ होइन अनि यहाँ छ करेलो यस्तो भएको छ है यहाँनिर न सानो चिचिला लाग्दैछ यो करेलाको यहाँसम्म पुगेको छ है अनि यहाँ फर्सी छ यसकै फेदमा साग पनि छ अनि अर्को छ करेलाकै रुख छ यहाँ बोट छ हेर्नुहोस् त करेला फल्दैछ है सानो सानो करेला फल्दैछ बिस्तारै फुल्दैछ फल्दैछ करेला यस्तो भइरहेको छ चिचिला लागिरहेको छ करेलाको अब करेला पनि खाने बेला हुन्छ एक दुई हप्तामा अनि हेर्नुहोस् त यहाँ पनि टन्नै सिमी फलेको छ है सिमी चाहिँ टन्नै छ हाम्रो गाउँमा अनि फर्सी पनि छ फर्सी भर्खरै मम्मीले टिपेर लग्नु भयो त्यही भएर फर्सी चाहिँ धेरै छ होइन यहीँ चिप्लो भिन्डी फुल्दैछ फल्दैछ अनि यो चाहिँ के को औषधिलाई हुन्छ भनेर मम्मीले रोप्नु भएको यो के हुँदाखेरि खाने भन्नुहुन्थ्यो मैले थाहा पाइनँ यो चाहिँ अनि हेर्नुहोस् त फर्सीको मुन्टा अनि यो भेन्टा रोप्नु भएको छ अनि यो चाहिँ यसको नाम के हो हजुरहरूले नै भन्नुहोस् ल फुल्दैछ यस्तो भइरहेको छ यसको नामै आएन मलाई फर्फलो यहाँ पनि छ है हाम्रोमा हेर्नुहोस् त कति राम्रो भएको छ फर्फलो फेरि टिप्ने बेला भइसकेको छ काँडे धनियाँ पनि छ यहाँनिर त्यहाँभित्र काँडे धनियाँ पनि छ अचार बनाउनलाई एकदमै चाहिन्छ यो चाहिँ लेमन ग्रास भन्छ है चियामा हालेर खान अति नै मिठो हुन्छ यो चाहिँ अरू तरकारीहरूमा हालेर खाँदा पनि भयो यस्तो मजाले आएको छ कि यस्तो भएको छ अनि अर्को छ हाम्रो यहाँ कागती अर्को रुख हो यो चाहिँ अघिको दुईवटा अनि यो यस्तो मजाले फलेको छ हेर्नुहोस् कागती फुल्दैछ फल्दैछ यहाँ माथि हेर्नुहोस् अझै कति धेरै छ यो चाहिँ के भयो यो कालो भएको छ यसमा चाहिँ औषधि हाल्ने बेला भएको होला होइन ल हेर्नुहोस् त कस्तो मजाले फलेको छ कागती कस्तो मजाले फुलेको छ मजाले फलेको छ यस्तो छ है हेर्नुहोस् त
मजाले फलेको छ। यसको रुख चाहिँ यत्रो छ, यत्रो बट्टामा रोपेको यति यस्तो। करेलो फलेको देखिहाल्नुभयो है। फुल पनि फुल्दैछ, माथिसम्म गएको छ, परसम्म फुलेको छ करेलो। अब त्यही डोरीमै फल्छ। अनि यता छ हेर्नुहोस् त, के हो यो? एलोभेरा। एलोभेरा कहिले पनि चाहिन्छ पनि। मिन्ट, हाम्रो अर्को पत्ता मिन्ट हो यो चाहिँ है। एकदमै आफूलाई चाहिने चिजहरू, सबै चिजहरू छ हाम्रो छतमा। अनि यो चाहिँ हेर्नुहोस् न, काँक्रो। काँक्रो ल हेर्नुहोस् त कति फलेको छ, कतिवटा चिचिला लाग्दैछ यहाँ सानो सानो। ल हेर्नुहोस् काँक्रो फलेको। अर्को पनि छ, अहिले भर्खर एउटा टिपेर लग्यौँ। फुलहरू फुल्दैछ, वहाँसम्म पुगेको छ, कस्तो मजाले फुल्दैछ। ल हेर्नुहोस् काँक्रो फलेको। र अनि त्यहाँ चिचिलाहरू कति धेरै छन् है। हेर्नुहोस् है। अनि काँक्रो देखिहाल्नुभयो। अनि अर्को छ हेर्नुहोस् त कति धेरै फलेको छ। बोटले अड्याउन नै नसक्दो फलेको छ कि। ल हेर्नु फुल फुल्दैछ यता माथि, यता यसरी फलेर। यो चाहिँ पहेँलो पहेँलो, अझै पहेँलो भएपछि खाने हो, मिठो हुन्छ। हजुरले खानुभएको छ कि छैन पेपनो मेलन कमेन्ट गर्नु होला है त। अनि यहाँ छ हाम्रो दुई तिन दिनमा पाकिरहेको हुन्छ। अनि हामीले टिपेर खान्छौँ। एउटा मात्रै छ स्ट्रबेरी चाहिँ। अब यहाँ चाहिँ कहिलेकाहीँ कुखुरा खान मन लाग्यो भने कुखुरा पाल्ने हाम्रो कुखुराको घर है। यो चाहिँ हेर्नुहोस् त 80सम्म थियो, अहिले हटायौँ, सक्यो खाएर। फेरि नेक्स्ट लट हाल्नै बाँकी छ। अनि यता छ फेरि अर्को भेन्टाको रुख। ल हेर्नुहोस् अर्को सिमी छ, कस्तो मजाले फलेको छ सिमी पनि। ऊ माथि पुगेको छ बोट। अनि यहाँ तल एउटा खुर्सानी रोप्नु भएको छ। ल हेर्नुहोस् भेन्टा मस्त फुलेको छ, अब फल्ने बेला भयो। उता चाहिँ हाम्रो अर्को आन्टीहरूको छत है। अब यति नै हो हाम्रोमा भएको चाहिँ है। अब हजुरहरूलाई हाम्रो कौशी खेती कस्तो लाग्यो कृपया लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला है त। हाम्रो समग्रमा अघि सबै देखाएँ, यति नै हो। यता ड्रागन फुल्दैछ, यता पेपनो मेलन। हेर्नुहोस् त यति नै हो है। कस्तो लाग्यो लाइक कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला।